Hello everyone, welcome to my video. यो भिडियोमा पनि मैले कन्स्ट्रक्सनै गर्न जाँदैछु। अघिल्लो भिडियोमा मैले भनेको थिएँ म नेक्स्ट भिडियोमा चाहिँ कन्स्ट्रक्सन अफ क्वाड्रिलेटर गर्छु भनेर। ल हामीलाई यहाँ गिभन के छ त भन्दा construct a quadrilateral ABCD in which AB equal to 4.5 cm, BC equal to 5.5 cm, CD equal to 5.7 cm, DA equal to 4.9 cm and diagonal BD equal to 5.9 cm. अघिल्लो भिडियोमा चाहिँ मैले जुन क्वाड्रिलेटरको कन्स्ट्रक्सन हालेको थिएँ त्यसमा चाहिँ हामीलाई साइडहरू दिएको थियो, डायगोनल दिएको थिएन। यसमा चाहिँ हामीलाई के दिएको छ, डायगोनल दिएको छ। Then construct a triangle DAE equal in area to the quadrilateral ABCD. हामीलाई कुन ट्रायङ्गल बनाउनु छ त, DAE। अब के भाइ बहिनीहरू हामीलाई जस्तै कन्स्ट्रक्सन दिएको हुन्छ नि, त्यो कन्स्ट्रक्सनमा चाहिँ क्वाड्रिलेटर र एबिसिडी अनि अर्को डिएई दिएको छ। सो यहाँबाट हेर्नु सिम्पल एबिसिडी अनि यो एडी। अब कुन ट्रायङ्गल दिएको छ, एडिई। यहाँबाट कमन के आएको छ त, एडी। जुन चाहिँ हाम्रो कमन आउँछ नि, कमन साइड आएको हुन्छ नि, त्यो कमन साइडलाई चाहिँ यसरी हाम्रो क्वाड्रिलेटर यसरी अथवा यसरी भएको हुन्छ नि, त्यसमा चाहिँ हाम्रो कि त यो साइडमा कि त हामीले यो साइडमा चाहिँ राख्यौँ भने चाहिँ हामीलाई ट्रायङ्गल बनाउन चाहिँ एकदमै इजी हुन्छ। यसलाई चाहिँ हामीले बेस मान्यो भने चाहिँ हाम्रो कन्स्ट्रक्सन ठ्याक्कै नाम दिन र गर्न चाहिँ एकदमै सजिलो भएको हुन्छ। सो अब ढिलो नगरिकन हामी यसमा लेखौँ, इन क्वाड्रिलेटरल ABCD, AB कति सीएम छ, 4.5 सीएम, BC कति सीएम छ त हाम्रो, 5.5 सीएम, CD हाम्रो छ 5.7 सीएम, DA हाम्रो छ 4.9 सीएम एन्ड डायगोनल BD हाम्रो छ 5.9 सीएम। अब हामीले रफ फिगर बनाउनु पर्यो। अब अघि भनिसकेको थिएँ मैले, एरिया हाम्रो एडी चाहिँ कता आउँछ त, यता आउँछ। एडी चाहिँ कति छ त, 4.9 सीएम छ भने अब हाम्रो यो एडी हुन्छ नि, यो बिसी हुन्छ। एडी हाम्रो कति छ, 4.9, बिसी हाम्रो कति छ त, 5.5। सो मैले सानोलाई चाहिँ अलिक छोटो बनाएँ, लामोलाई चाहिँ मैले अलि लामो बनाएँ। यसको नाम दिएँ मैले ए डी अनि यो भयो हाम्रो यो ए, मैले सरी यसलाई ए नाम दिँदा सजिलो हुन्छ होला, ए डी, यसको नाम चाहिँ मैले दिएँ डी, एडी। अनि त्यसपछि यो हाम्रो भयो बी, यो हाम्रो भयो सी, सबै कलर लगाएछ यसमा। हाम्रो एबिसिडी के बन्यो त, क्वाड्रिलेटरल बन्यो। अब हामीलाई क्वाड्रिलेटरमा के दिएको छ त, डायगोनल दिएको छ। डायगोनल कुन दिएको छ त, हाम्रो डायगोनल बिडी दिएको छ। यो मैले माथि लेख्न बिर्सेको थिएँ, यो हाम्रो के हो त, रफ स्केच। अनि हामीले के देखाउनुपर्छ त भन्दाखेरि यो हाम्रो क्वाड्रिलेटरल बन्यो। क्वाड्रिलेटरबाट हाम्रो ट्रायङ्गल देखाउनु पर्यो र हाम्रो ट्रायङ्गल चाहिँ यो एङ्गल र यो एङ्गल इक्वल भयो। अनि डायगोनल हाम्रो अब यसलाई नाम दियौँ हामीले ई। अनि हामीलाई कुन चाहिएको छ त, अलरेडी यसमा चाहिँ डायगोनल बनिसकेको भएर अब हाम्रो ट्रायङ्गल कुन हो त, एडी। अनि यसलाई ल्याएर जोडिदियौँ भने एडियो बन्छ हाम्रो एडिई। यो हाम्रो रफ फिगर बन्यो। अब यो फिगरलाई चाहिँ हामीले पहिला सुरु अब यहाँ लेखौँ त, एबी हाम्रो कति सीएम छ त, 4.5 सीएम। अनि हाम्रो डायगोनल बिडी कति छ त, 5.9 सीएम। एडी हाम्रो कति छ त भन्दा 4.9 सीएम। अनि हाम्रो सिडी कति छ, 5.7 सीएम। त्यसपछि बिसी हाम्रो कति छ त, 5.5 सीएम। ल सबभन्दा सुरुमा यस्तो हामीलाई डायगोनल दिएको बेलामा चाहिँ हामीले चाहिँ क्वाड्रिलेटर बनाउनुभन्दा पनि पहिला सुरु हामीले के गर्नुपर्छ त, ट्रायङ्गल बनाउनु पर्ने हुन्छ। सो हाम्रो कति सीएम दिएको छ, 4.5 सीएम दिएको छ, 4.5 सीएम। हाम्रो आयो एबी आयो
4.5 cm। अब हामीले कम्पास लिने अनि पहिला हाम्रो डायगोनल कति छ त बीडी छ बीडी डायगोनल हाम्रो कति छ त भन्दाखेरि 5.9 cm छ। पहिला सुरु डायगोनल दिएको बेलामा डायगोनलबाट चाहिँ हामीले ट्रायंगल बनाउनु पर्ने हुन्छ अनि त्यसपछि बल्ल क्वाड्रिलेटरल अनि त्यसपछि हाम्रो कति cm लामो बनाऊँ यतातिर गएर अनि त्यसपछि 4.9 cm को आर्क लियौँ। त्यसपछि एरियालाई ल्याएर हामीले जोइन गराइदियौँ। पहिला सुरु हाम्रो गर्ने एबीडी डी हाम्रो कति छ त 4.9 cm यो हाम्रो कति छ त 5.9 cm। अब एउटा हाम्रो ट्रायंगल बन्यो। अब ट्रायंगलबाट हामीले फेरि के गर्नु त यो बाँकीको डीबाट सी अनि बीबाट पनि के गर्नु पर्छ सी गर्नु पर्यो अनि हाम्रो डीसी कति cm छ 5.7 cm। यहाँ पुग्यो। त्यसपछि हाम्रो बीडी कति छ त लामो लियौँ यो हाम्रो कति छ 5.5 cm। यो आयो अनि ल्याएर जोडौँ। एबीसी भने यो 5.7 cm यो भने हाम्रो 5.5 cm। पहिला चाहिँ हामीले क्वाड्रिलेटरल बनाउँथ्यौँ अनि क्वाड्रिलेटरल बनाइसकेपछि हामीले चाहिँ डायगोनल के गर्थ्यौँ त नदिए पनि आफै जोइन गराउँथ्यौँ। अब हामीलाई कुन साइड दिएको छ कुन ट्रायंगलको कमन साइड छ एडी छ सो हामीले एडीकोबाट चाहिँ एडीको अपोजिट बीमा ल्याउँथ्यौँ। त्यो बीसी दिएको भए चाहिँ हामीले त एमा लिएर जान्थ्यौँ तर अलरेडी हाम्रो डायगोनल दिएको भएर चाहिँ त्यसै खासै गाह्रो भएन। अब हामीले यसलाई प्यारल देखाउनु पर्यो। मैले यसमा यहाँ दुई आर्क बनाएँ अनि यहाँ पनि त्यति नै आर्क बनाउने। एक सौ आर्क लिने अनि यहाँबाट यो के गर्छ बराबर काटेर सुरु हामीले एडी हाम्रो यो लाइनलाई चाहिँ बढाइदिउँ अनि यो पोइन्ट आयो। यो पोइन्टलाई के भन्ने ई भन्ने एडी ठुलो देखाम एडीई आयो अनि अब यसलाई ल्याएर जोडिदियो भने एडीई हाम्रो के भन्यो त क्वाड्रिलेटरबाट के भन्यो त ट्रायंगल बन्यो। हल्का सेट गर्ने लास्टमा कन्क्लुजन लेखौँ। हेन्स ADE is a required triangle whose area is equal to quadrilateral QUADRIL यहाँ स्पेलिङ मिस्टेक भएछ QUADRILATER क्वाड्रिलेटरल ABCD। हामीलाई डायगोनल दिएको छैन भने हामीले एबाट बी बीबाट सी सीबाट डीको आर्कले काटेर डायगोनल बनाउन सक्छौँ। त्यसपछि हामीलाई चाहिँ ट्रायंगलको नाम चाहिँ एकदमै याद गर्न पर्यो। जस्तै यहाँ DAE भनेको छ नि हाम्रो यो DA चाहिँ डीएबाट चाहिँ डायगोनल ड्र गर्न पर्यो डीएको अपोजिट बीतिर ड्र गर्न पर्यो अनि यसको यो बराबरको आर्क लिएर प्यारलल लाइन देखाएर अनि जोइन गर्ने। यहाँ चाहिँ अलरेडी डायगोनल दिएको भएर त्यति धेरै गर्नु परेन। आशा छ भाइ बहिनीहरू हजुरहरूले क्वेसन एकदमै बुझ्नुभयो होला। हजुरहरूलाई भोलि इक्जाममा आयो भने धेरै सहज हुन्छ होला भन्ने मैले आशा गरेको छु। फेरि पनि एभ्रीवान गुड लक फर योर इक्जाम
अनि सबैजनाले चाहिँ जसले यो भिडियो हेर्नुभएको छ उहाँहरूले चाहिँ प्लिज भोलि आफ्नो क्वेसन पेपर चाहिँ मलाई सेन्ड गरिदिनु होला। म त्यो क्वेसन पेपरहरू पनि सल्भ गरिदिने कोसिस गर्नेछु ताकि हजुरहरूलाई एसईमा त्यस्तो क्वेसन आए पनि धेरै इजी हुनेछ। थ्याङ्क यू। अनि म नेक्स्ट भिडियोमा चाहिँ अर्को क्वेसन लेखिरहेको थिएँ, यो आइसोलेसिस ट्रायङ्गलको बनाउने छु। सो त्यो भिडियो पनि हेर्दै गर्नु होला। थ्याङ्क यू।